मेरो बाजे लड्नुभयो जापानसँग त्यही माटो बचाउन। मेरो बुवा पनि लड्नुभयो त्यही माटो बचाउनको लागि चाइनासँग। र आज म त्यही माटोमा आफ्नो भाषा बचाउनको लागि सङ्घर्ष गर्दैछु। म गरिरहन्छु पनि। मलाई के लाग्छ भने अब आउने जेनेरेसनले भाषा बिर्सिन्छन् कि जस्तो पनि लाग्छ। हामी सबैभन्दा ठुलो लोकतन्त्र र सुविधा सम्पन्न भएको देशमा छौँ र हाम्रो भाषा कला संस्कृति जोगाउनको लागि अब हामीले नै लिड गर्नुपर्छ। Oh,